अब यो हो स्टिङ एनर्जी हैन, 50 रुपियाँमा पाइन्छ। 2 सालको 4 सालको 5 सालको सब बच्चाले खान्छ हैन। यो बच्चाहरू किन खान्छ, किनकि हामी पनि किनिदिन्छौँ कुनै बेला के सोचेर, यो हाम्रो बच्चालाई धेरै नै फाइदा गर्छ। तर एक्चुअलीमा यसमा के छ त्यो अहिले हामी हेर्ने। यसमा एक्चुअली लेखेको पनि छ यो भित्र के छ भनेर। यसमा लेखेको छ क्याफिन छ हैन र सुक्रालोज। सुक्रालोज भनेको सुगरैबाट आएको हुन्छ, त्यो फेरि चिनी भइहाल्यो। ठीक छ, चिनी र क्याफिन। क्याफिन भनेको के हो? कफी। कफीमा जुन पाइने केमिकल हुन्छ एउटा क्याफिन, जसले दिमागलाई सुत्न दिँदैन के, छिटो निदाउन दिँदैन, जतिखेर पनि अलर्ट राख्छ। र यसलाई हामी के भन्छौँ? एनर्जी ड्रिङ्क भन्छौँ। किन भन्छौँ? यो खाने बित्तिकै हामीले के आउँछ? एनर्जी आउँछ। यो कलर हेर्दाखेरि तिमीहरूलाई लाग्दै होला कुनै कुराको जुस हो हैन। अब यसलाई हामी हेर्छौँ कि यो कतिको जुस हो। ठीक छ, यसलाई हेर, यसमा कतिको जुस छ त्यो हेर्ने, अब थाहा भेट्छ। यसमा पनि बाहिरबाट के मिलाएको छ? कलर। बाहिरबाट हेर्नलाई त्यो रेड कलर बनाउनलाई के हालेछ? कलर। एक्चुअलीमा केही पनि हेरिस हो, यसमा केही हुँदैन। चिनी हुन्छ र पानी हुन्छ, जुन केसमा पनि लेखेको छ चिनी, पानी र कफीले मिलेर बनाएको छ। अरु केही पनि यसमा हालेको